अनि मम्मीकै घरमा बस्दाखेरिको फेरि पनि मेमोरिज आयो कि अझै कति छ क्या टन्न यस्तो मेमोरिजहरू चाहिँ होइन। अनि बिहानैको दिन थियो अनि ठुला बाउ र ठुली मम्मी चाहिँ जहिले खाजाहरू पनि खासै नखाने है। निकै एजेड हुनुहुन्थ्यो नि त, त्यही भएर नरोज्ने होला। सो चियाहरू खानुहुन्थ्यो, चिया मात्रै खानुहुन्थ्यो क्या। टन्न बोटोको पनि ठुलो थियो अनि त्यहाँनिर धेरै चिया खानुहुन्थ्यो। अनि जानुहुन्थ्यो घाँस काट्नुको लागि अनि बिहानै जानुभयो। अनि भैँसीहरू पनि धेरै थियो अनि गोरुहरू पनि ठुलो के छक्क लाग्छ। त्यत्रो गोरु त म यो जेनेरेसनमा देखेकै छुइनँ क्या अहिले। पहिला चाहिँ कस्तो थियो क्या, कत्रो कत्रो गोरुहरू होइन। अनि बिहान घाँस काट्नु जानुहुन्थ्यो जङ्गलमा, कहाँ कहाँ पुगेर ल्याउनु पर्यो। म चाहिँ त्यतिखेर स्कुल पनि गएको थिइनँ। अनि त्यसपछि सानै पो थिएँ। अनि मकै फेरि पनि मकै नै छोराउँदै गर्नु है भन्नुभयो क्या। मैले सक्ने काम त मकै नै हो। अनि घरमा यताउति कुखुरा छोप्ने यताउति होइन, बोल्ने साथी भनौँ न। अनि त्यसपछि ठुली मम्मीहरू जानुभयो। अनि त्यसपछि म पर डाँडामा निस्केर मेरो घर चाहिँ देखिन्थ्यो क्या उता, अहिलेको मेरो माइत घर चाहिँ घर देखिन्थ्यो। लास्टै जानु मन लागेको थियो है, कति 5-6 महिना भइसकेको थियो नि त मम्मीसँग भेट नभएको। अनि मम्मीको कस्तो याद आएर पर डाँडामा गएँ ढोकासोका ठुनेर। अनि पर डाँडामा गएँ। अनि त्यसपछि डाँडामा जानुलाई 1-2 मिनट लाग्थ्यो। अनि त्यो बच्चापनमा गएँ अनि त्यो घर हेरेँ, रातो कलरको थियो घर। अनि माटोले लिपेको घर, रातो उच्च ठाउँमा देखिन्थ्यो क्या। अनि हेरेँ, हुरुक्कै हुने त्यो घरमा त जान पाएँ जस्तो फिल हुन्थ्यो क्या। अनि मनै मानेन अनि गएँ। माथिल्लो घरको एकजना भाइ हुनुहुन्थ्यो, उहाँ भाइ चाहिँ निकै ठुलो भइसक्नु भयो अहिले। खोइ कता आफ्नो आफ्नो काम कर्तव्य आफ्नो आफ्नो गन्तव्यमा होइन। उहाँ भाइ चाहिँ एकदमै मैले सम्झेको छु। अनि उहाँ साथी लगेर गयो क्या, बोलाएँ लु जाउँ यता भनेर। ऊ पनि सानै थियो अनि अहिले त ठुलो हुनुभयो। अनि त्यसपछि गयौँ अनि पहिरोहरू पनि थियो त्यहाँ पुग्नलाई त 2 घन्टा जति लाग्ने बाटो, त्यही पनि जङ्गलै जङ्गल होइन। अनि गयौँ नि हामी त। अनि पहिरोमा कसरी निस्क्यौँ छक्कै परिरहेछु अहिले। त्यो पहिरोमा चाहिँ त्यो भाइलाई बोकेछु मैले, कसरी बोकेर निकालेँ। अनि पुगेछौँ तल। अनि ठुली मम्मीहरू घाँस काटेर घरमा आइपुग्दाखेरि त ढोका पनि बन्द, मान्छे पनि छैन। आपत 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 कस्तो त्यस्तो हुन्छ बचपनको। अनि माया, जन्म दिने आमाको माया त्यस्तो हुन्छ है। अरूले जति नै माया गरेर राखे पनि हुन त मेरो ठुली मम्मी होइन, ठुली मम्मीको पनि माया उत्तिकै अहिले लाग्छ होइन। त्यो बच्चामा चाहिँ अब त्यस्तो थाहा हुँदैन नि त। अनि आफ्नो जन्म दिने आमालाई मात्रै कस्तो जलजली याद आउने के जाउँ जाउँ लाग्ने हुरुक्कै। अनि मलाई लाग्छ अहिले बच्चाहरूलाई पनि आमादेखि अलिक ठुटा हुँदाखेरि कस्तो होला बिचरा, कस्तो गाह्रो भएको होला जस्तो मनमा फिल हुन्छ क्या, त्यस्तो लाग्छ। बाइ बाइ। नेक्स्ट भिडियोमा चाहिँ फेरि अर्को थुप्रो छ क्या यस्तो मेरो बचपनको रिमेम्बरिजहरू चाहिँ म भन्दै जानेछु हजुरहरूलाई।